त ब्याक दिँदै हुनुहुन्छ नेपाली एकराज एकदम सपोर्टिभ हुनुहुन्छ ब्याक दिनुहुन्छ है तपाईहरु कतै नजानुस् है तपाईहरु एकअर्कासँग पुरा जोइन हुनुस् अनि बल्ल जानु भयो भने हुन्छ है त्यो भएको भएर तपाईहरु पहिला फुल्ली जोइन हुनुस् एकदमै म बिजी भयो ल भनेको ओके ओके सिस ल ल हाम्रो ल सक्षम आउनु भएको छ है सक्षमलाई पनि ल लेखनाथ डन भनेको छ है हाम्रो ट्राई विथ मीले चाहिँ लेखनाथ डन भन्नुभएको छ है लेखनाथ सर तपाईले डन गरिसक्नु भएको छ है जोइन गरिसक्नु भएको छ है अनि ल पिन आइडी सँग सबै जोइन हुनु त सक्षम तिमी एकदिन कतै नभएको त ल सक्षम तिमी सबैसँग जोइन हुनु त ल सक्षम कतै नजाऊ न तिमी एकछिन नभएको न हाम्रो ट्राई विथ मी सँग जोइन हुनु त ल सक्षम तिमी नयाँ छौ पिन प्लिज भनेको छ ल सक्षमलाई पनि सबैले जोइन गर्नु त ल सक्षमलाई सबैले जोइन गर्नु त ल सक्षमलाई पनि सबैले जोइन गर्नु त सक्षम हाम्रो ट्राई विथ मी सिस्टरसँग जोइन हुनुहोस् त सिर्जना सिस्टरसँग ल सक्षम ट्राई विथ मी भनेको छ है अनि त्यसपछि द पिके डन भनेको छ है पिके सो द पिके सो तपाईलाई डन गरिसक्नु भएछ है हाम्रो लेखनाथ ब्रदरले सक्षमलाई जोइन गरे है भनेको छ है सक्षम ब्रदर हाम्रो रिलिफले तपाईलाई जोइन गर्नु भएको छ है सक्षम डन प्लिज ब्याक भनेको छ है सक्षम हाम्रो उसलाई ब्याक देऊ त ल ट्राई विथ मीलाई ब्याक देऊ अनि रिलिफलाई पनि ब्याक देऊ त ल रिलिफ र ट्राई विथ मीलाई ब्याक देऊ त सक्षम हाम्रो अनि त्यसपछि आरजीएम अफिसरलाई पनि ब्याक देऊ आरजीएम अफिसरले पनि जोइन गरेछ 3 जनाले जोइन गरिसक्यो तिमीलाई एकछिन नभइकन सबैलाई फटाफट जोइन गरेर यहाँ मेन्सन गर त मेसेज गरिहाल त ल कमेन्टमा मेन्सन गर त ल सोम लामाले ब्याक दिम है भनेको छ है ब्याक दिम है सोम लामा हाम्रो रिलिफ ब्रदरलाई पनि ब्याक दिनुस् त तपाईले रिलिफले पनि जोइन गर्नु भएको छ आरजीएम अफिसरले पनि जोइन गर्नु भएको छ तपाईलाई सोमजी तपाईले सबैलाई ब्याक दिनु त आरजीएम र अनि त्यसपछि रिलिफलाई ब्याक गर्नुस् त ल रिलिफ ब्याक डन भनेको छ है रिलिफ तपाईलाई सक्षमले ब्याक गरिसकेछ है सक्षम ब्रदरले ब्याक गरिसकेछ नेपाली एकराज डन प्लेज ब्याक भनेको छ है नेपाली भाइ कता गयो के नेपाली ब्रदर नेपाली एकराज तिमी हराको यत्रो नयाँ साथीहरु हुन्छ एकछिन बस्नु पर्छ है नेपाली एकराज तपाईलाई हाम्रो द पिकेश्वरले जोइन गर्नु भएको छ है ट्राई विथ मी ब्याक डन भनेको छ है ट्राई विथ मी हाम्रो सक्षमले ब्याक गरिसक्नु भएको छ ल सोम डन भनेको छ है सोम सर हाम्रो सोम सरको भिडियोमा कमेन्ट छोड्नु है हैन भने सोम सरले ब्याक दिनुहुन्न है सोम सरको लङ भिडियोमा कमेन्ट छोड्नुस् है तपाईहरुले सबैले सोम सरको लङ सर्ट भिडियोमा जहाँ हुन्छ कमेन्ट छोडेर ब्याक माग्नु है सोमजी हाम्रो लेखनाथ ब्रदरलाई ब्याक दिनुस् त ल सक्षम डन भनेको छ है सक्षम ब्रदर हाम्रो सोम लामालाई ब्याक गर्नुस् त ल सोम लामालाई ब्याक गर्नुस् त सक्षम अनि सोमजी हाम्रो उसलाई ब्याक गरिदिनुस् त लेखनाथ ब्रदरलाई ब्याक गर्नुस् त लेखनाथ ब्रदरलाई ब्याक गर्नु त सोम ब्रदर लेखनाथ ब्रदरलाई ब्याक गर्नुस् त ल ल साथीहरु फटाफट गर्नु त 10 जना हुन्छ 10 जनाले सबैले स्क्रिनमा डबल ट्याप गरेर भित्र आएर कमेन्ट गर्नु त ल 10 11 जना साथीहरु हुन्छ सबैले 10 जना 10 11 जना साथीहरु हुन्छ ड्याङ कमेन्ट छोड्नुस् त ल कमेन्ट हान्नुस् त ल कमेन्ट गर्नुस् त ल कमेन्ट गरिहाल्नु त फटाफट दाइ म बिजी छु भोलि आउँछु एकछिन बस यहाँ तिमीलाई थुप्रैले जोइन गरेछ त्यहाँ सबैलाई ब्याक दिऊ सोमजीलाई ब्याक दिएर जाऊ सोमजीलाई ब्याक दिऊ गाउँ शहर साथी हेलो ब्रो भनेको छ हाई हेलो नमस्ते 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 गाउँ शहरलाई पनि वार्म वेलकम छ है नमस्ते ल लेखनाथ जी डन भनेको छ है लेखनाथ जी डन गरिसक्नु भएको छ है हाम्रो सोम लामाले अनि रिलिफलाई पनि ब्याक गर्नु है सोमजी हाम्रो रिलिफ ब्रदरले पनि जोइन गर्नु भएको छ आरजीएमले पनि जोइन गर्नु भएको छ है सक्षम हाम्रो अलोन भ्लगलाई ब्याक गर त ल सक्षम अलोन जीलाई ब्याक गर त गाउँ शहर भनेको छ गाउँ शहर जी स्क्रिनमा डबल ट्याप गर्नुस् अनि तपाई थ्यांक्स स्क्रिनमा डबल ट्याप गर्नुस् तपाईलाई यहाँ धेरै सब मिल्छ है धेरै सपोर्ट मिल्छ है तपाई एकछिन कतै नजानुस् ल कतै नजानुस् है गाउँ शहर जी तपाई कतै नजानुस् है आरजीएम ले गाउँ शहर डन भनेको छ है हाम्रो आरजीएम अफिसियलले पनि तपाईलाई जोइन गर्नु भएको छ गाउँ शहर तपाई हाम्रो आरजीएम अफिसियललाई ब्याक गर्दिनुस् ल कमेन्ट सहित जोइन हुनुस् है आरजीएम अफिसियल कमेन्ट सहित जोइन हुनुस् है सोमजी पनि जोइन हुनु भएको छ है गाउँ शहर प्लिज ब्याक भनेको छ है गाउँ शहर हाम्रो सोमजीलाई पनि ब्याक गर्नुस् अनि त्यसपछि लेखनाथले पिन आइडी डन भनेको छ लेखनाथ ब्रदर हाम्रो सक्षमले ब्याक दिन्छ तपाई ढुक्क हुनुस् ल गाउँ शहर प्लिज ब्याक भनेको छ है हाम्रो ट्राई विथ मीलाई पनि ब्याक गर्नुस् त गाउँ शहर सबैसँग तपाई जोइन हुनुस् ल अनि त्यसपछि ओ माय गॉड यमार गौडा हो के यार गौडा ल यमार गौडा पनि हेलो भन्नु भएको छ हेलो सुजाता सिस्टर गाउँ शहरले जोइन गर्नु भएको छ ल गाउँ शहरले पनि जोइन ल है यमार जी तपाईलाई पनि ल मैले दिएको छु है तपाई पनि एकअर्कासँग जोइन हुनुस् ल नयाँ साथीहरु जति सबै जोइन हुनुस् त ल